नमस्ते फेरि पनि स्वागत छ हजुरलाई एमआरटी भ्लग्समा। आयो सबैजना सन्चै हुनुहुन्छ होला। यता म सन्चै आरामै छु होइन। आज म चाहिँ धेरै लङ टाइमपछि लङ भ्लग्स बनाउन जाँदैछु होइन। मेरो भिडियो कस्तो लाग्छ लास्टमा हेरिदिनु होला है। आज चाहिँ हामी चाहिँ घरमा चाहिँ स्पेसल हाम्रो निखिल सेफले चाहिँ स्पेसल एउटा डिस बनाउन जाँदै हुनुहुन्छ होइन। म भिडियोको माध्यममा हजुरलाई देखाउँदैछु, लास्टसम्म पनि रहनु होला मेरो भिडियोमा। निखिल सर यत्रो होइन, यो चाहिँ हाम्रो निखिल सेफ होइन। यहाँलाई आज अति नै भोक लागेको छ र होइन, स्पेसल्ली केही बनाउँछु भन्नुभएको छ। म चाहिँ भित्र लगेर जान्छु हाम्रो भान्से कोठामा। आगोमा पकाउनु लागेको रहेछ, यो देख्न सक्नुहुन्छ। आलु काट्नु भएको छ होइन, आगो बाल्नु सक्नु भएन। कस्तो भइरहेछ नि जाँदैछ आलुले धुँदैन होइन। होइन यो कुकरमा ढक्कन लाउने तेल सेल हाल्नु भएको छ र के हो यो जिरा सिरा सब हो अग्रम बग्रम। आलु पनि हो क्या यहीमा। ल ठिक छ। यो डिसको नाम चाहिँ के होला नि? उरामाकी हो माइ गड। ल ठिक छ ल। आलु त सबै रेडी भइसकेको छ होइन। म चाहिँ यति खानालाई बस्छ रेडी छु म होइन। आगो सागो बाल्ने अब हेल्पर पऱ्यो म चाहिँ होइन। अब उहाँ चाहिँ सेफ पर्नुभयो होइन। साग पनि हो अझ। कुन साग हो यो? फुल साग हो। धोएर ल्याएको है त्यो चाहिँ? धोएर ल्याएको हो त्यो? यसमा खुर्सानी हरियो खुर्सानी पनि दिएको थिएँ मैले। मैले चटनी बनाउँछु होला होइन। जार कहाँ छ यार? जार के मिक्सरको त्यता होइन, गाउँघरमा हरेक चिजहरू फ्रेस हुन्छ क्या। कोरिएन्डर पनि फ्रेस कोरिएन्डर ट्याक्क टिभी होइन। कति महँगो बस्नुहुन्छ मिक्सरको जहाँ बेर घुमेको छु म। प्याज चाहिँ सफा भइसकेको रहेछ। रुममा आएर बस 10 दिन भएको छैन रेडी पारेर। ल भयो अब फेरि अब उस्तादले त काम गराउने ला हालेर यस्तो सब्जी भए सब एउटै न हो। त्यही यसो गिलो भएको छ क्या। खिचडी भात जस्तो भएन निक्ल्यो त। पुकमा ल पुकमा रेडी भइसकेको छ हाम्रो चाहिँ होइन। आ रहा है सर, आ रहा है। अरे आप बनाएंगे तो किसी नहीं आएगा यार। वाओ, देखने में भी लाजवाब लग रहा है भने जस्तो होइन। लाल जामुन राम्रो चटनी चाहिए। मीठी मीठी बातों में ऐसा लगता मुझे मकई बारी दरम दरम झुमकुम जम नहीं सर बोल्नु। वाओ भेरी टेस्टी। यति राम्रो खाना आजसम्म खाएको थिएँ मैले होइन। दामी छ। ल थ्याङ्क यू सेफ। अहिले खाएर सक्नु लाग्यो होइन। लाग्छ मेरो भिडियो होइन। ल मेरो भ्लग चाहिँ यतिमै सकिन चाहन्छु होइन। कस्तो लाग्छ मेरो भिडियो होइन, लास्टसम्म हेरिदिनु होला। अनि मेरो भिडियोमा अझ के चाहिँ सुधार गर्नुपर्छ त्यो पनि कमेन्टमा छाडिदिनु होला होइन। सबैले धेरैभन्दा धेरै माया अनि साथ सपोर्ट गरिदिनु होला भाइ।